बिहान उठ्यो, खाना बनायो, सलुन गयो, काम गर्यो, राति आयो, खायो, सुत्यो, फेरि भोलिपल्ट त्यही रुटिन। सो यसरी नै चल्दैछ मेरो लाइफ। सो हेलो एभ्रिवान, म चाहिँ हो मनिषा फ्रम कलकत्ता। अहिले चाहिँ म जान आँटेको रुम, मेरो खाना बनाउनु छ। सो म छिट्टै निस्किन आँटेको, अन्त मलाई सबैजनाले बाई बाई भन्दै हुनुहुन्छ। म चाहिँ गएको अब। अन्त बिक्कीलाई चाहिँ मैले भनेको एकछिन भिडियोज बनाइदिनु न भनेको, बिक्की त मान्दैन हो, जबरजस्ती गर्न लगाउनुपर्छ। अब चाहिँ हामीहरू बाहिर निस्किसक्यौँ। अन्त बिक्कीले मलाई केही सामान किन्नु जाऊँ भन्दै हुनुहुन्छ। म चाहिँ मानिनँ। अन्त यहाँ हेर्नु न, लट्टेको सागहरू के को साग म चाहिँ चिन्दिनँ। बस लट्टे चाहिँ चिन्छ, अरू चाहिँ म चिन्दिनँ। अन्त अहिले चाहिँ हामीहरू जाँदैछ रुममा। म चाहिँ फुल्ली टायर्ड भएर चाहिँ आइसकेँ रुममा। अब चाहिँ फटाफटी चेन्ज गरेर म चाहिँ किचनमा जानुपर्ने हुन्छ, किनभने अलरेडी लेट भइसकेको छ। अहिले चाहिँ म राइसलाई धुँदैछु। अन्त मैले यो लसुन प्याजहरू चाहिँ सबै छिलेर राखिसकेँ, अन्त चनाको दालको लागि। अन्त बनाउँदा बनाउँदै देखेँ सल्ट, जिन्जर गार्लिक केही पनि थिएन। अन्त म चाहिँ तल गएँ दोकानमा, अन्त मैले लिएँ सल्ट अनि जिन्जर गार्लिक। अहिले चाहिँ म फेरि रिटर्न आउँदैछु। अन्त मलाई चाहिँ पुरा भोक लागेको थियो। अन्त मैले चाहिँ एउटा लेस लिएँ हो। अन्त मैले चाहिँ फटाफटी आँटाहरू मुछेर अहिले चाहिँ म चिकनलाई भिजाइरहेको छु पानीमा। यसलाई चाहिँ मजाले धुनुपर्नेछ। अन्त मैले चाहिँ ग्रिन चिल्ली अन्त अनियनलाई चाहिँ फ्राई गर्दैछु, चिकनलाई पनि फ्राई गरेँ। अहिले चाहिँ मेरो अलमोस्ट हाफ चिकन बनिसकिसकेको छ। अन्त अहिले चाहिँ म बनाउँदैछु रोटी। राइस चाहिँ मेरो अलरेडी बनिसक्यो। पुरा गरम छ, रोटी बनाउँदा अम्बो यस्तो गरम हुन्छ नि। अन्त यो छिराएको छ, मेरो चिकन बनिसक्यो, अन्त राइस पनि बन्यो। त्यस पछाडि मैले दाल पनि बनाइसकेँ। अब चाहिँ विपिनलाई खाना प्याक गरिदिएर चाहिँ म किचन सफा गरेर फटाफट जानुपर्ने हुन्छ नुहाउनुको लागि। फ्रेस भएर चाहिँ अब चाहिँ सुत्नुपर्ने हुन्छ खाना खाएर। अलरेडी लेट भइसकेको छ। सो बाइ बाइ एभ्रिवान।